होली भनेको बाफ्रे कम्मर पनि हल्लाउन आउँछ हो गरिया हाम्रो सलाद आजको आलु यहाँ हाम्रो आज खसीको मासु तिमीले उल्टा कुरा गर्दैछौ दिदीको कुरा यो दिदीको घर यो भने दिदीले भने गरे सालजीले कति पैसा दियो दिदीले कति पैसा दियो त्यो त हिँडेर जान्छ अनि भिटमा चाहिँ खानु भन्नु दादा फेरि 8 7 गर्नु सबै फुट्यो मलाई सबै फुटेर रगत सबै कल भएछ त्यो मामालाई चाहिँ बोलाउनु मैले गाली गरे त्यो रिसाने हिँडे क्या होइन फेरि जानु भएको म के भन्नु केही भन्नु न कति माया गर्छौ तिमीले हामीलाई सोच्नै नसक्ने छोरी भने बुहारी भने भोलि यस्तो मजा आयो कि सोच्नै नसक्ने साली आउँदिन भन्थे आइहाल्यो भइहाल्यो तर सालीलाई गरे पनि वेलकम होलीमा नमस्कार खुसीको मन यस्तै गर्नुपर्छ है लाग्यो क्या हौ भरतपुरको 1 नम्बर कोदोको तेल सकिएछ अब भयो निकाल खाउँला नभए खान्छु भन्नु न खान्छु
मेरो साथीलाई मेरो साथीको अनुहार देखाउने त सुन्दर विचार सुन्दर जाऊ प्लिज अंकल अनि मजा आयो बिहामा भाडा देखाएर मार्दिन्छ भन्नुहुन्छ के अनि भाइलाई बाह्र प्लिज आई एम सॉरी wait के terus salam maju ya jangan kane mance tuh kan chat one ko chat pata no यहाँ बसिरा chat one ko sorry chat गर्न sorry खानु भनेको थिएँ तर मैले फ्यामिली पैसा रुचाएँ रमाइलो पनि भयो तर फ्यामिली पैसा होइन अझै रमाइलो हुन्छ म भनेको सस्तो मान्छे होइन नि त यो पनि मेरो मोबाइल माथि हिँडेको यो पनि मेरो मोबाइल माथि हिँडेको लेडिज भनेको ठुलो होइन कि लेडिजले मजाले खानु माइजू मजाले खानु ल खोल्दिनु पट्ट पार्दा खै त आमा चाहिँ आज त खाएको आज दिएछ नि बर्थडेको दिन खाएको दिन म त दिन उता मामा नमस्कार ह्याप्पी होली धेरै खुसी लाग्यो हाम्रो मामा आउनुभयो खुसी लाग्छ मेरो बाउ भनेर आमा भने नि एउटा मात्रै छ या बाउ बाले दाना गरेर सोच्नु न त्यसरी
राम्रो व्यवहार गर्नु पर्यो संसार मेरो अर्को पनि रहेछ त्यसको पत्ता सिक्नु पर्यो त मान्छे जस मेरो अङ्कल आज हाँसिरहनु पर्छ खुसी लागेछ क्या मलाई नि यस्तो खुसी लाग्यो कि भन्नु त नहुने यसरी नै खुसी भइराख्नु हाँसिराख्नु सधैँभरि युगान्डा कि कुनमा नि जति बुढी मोटाउँछ त्यसले युगान्डा होला युगान्डा के हुन्छ रे जति बुढीले खाएर मोटाउँछ नि त्यति पुरस्कार पाउँछ रे छोरा मान्छेले युगान्डा कि कुन हो युगान्डा होला हौ पढेको थिएँ मैले त्यस्तो अनि नितो लाग्ने अझै मजाले त्यहाँ उसको पढाइ खिचाउँ न जति मोटाउँछ म त्यति खुसी मान्छु जीवन भनेको मेरो जे छ मेरो आफ्नै ठाउँमा कसैले मलाई माया पनि गर्नुपर्छ म त दिनु पर्दैन खुसी आफ्नै ठाउँमा राख्छु आफ्नै तरकारी त्यस्तो घमण्ड चाहिँ नगर साइला त्यस्तो घमण्ड चाहिँ नगर साइला घमण्ड होइन घमण्ड चाहिँ नगर धेर दिमाग नचाटा घमण्ड नगर त्यस्तो भविष्य कसले देखेको छ सबैको मन यता यता खिच्छ सबैको मनलाई मैले चिनेको छु सबैको मन एउटै फुल भनेर म टिप्न सक्दिनँ सबै रङ्गी बिरङ्गी हिँड्दो रहेछ संसारमा र त्यही भएर म रङ्गीन दुनियाँमा हिँड्न चाहन्छु सादा जीवन उच्च विचार नि छोरी होइन यस भने मेरो छोरी रिसोर्ट गऱ्यो हेर्नु यो दुनियाँमा यो संसारमा खै मर्गु बगान टोय जानुपर्छ होला के खाए भएर भुल्न सकिन कुनै साइकल मान्छे होइन क्या My decision directly path and life. My decision directly path and life. शान्ति छ सादा Yes कि no? कुनलाई खुसी हुन्छ त भावना तिम्रो जीवन सधैँभरि सुख रहोस् अनि तैँले कसरी शब्दलाई युज गर्छस् सबैले भावना वाह 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 तालिया अगाडि बोलेको मान्छेको बोलीमा पो भर पर्छ त यसो किनोमा पुग्दैन ल यस कि नोले जित्छ मैले तँलाई तपाईँले गलत भनेको म नो भन्थे तपाईँले सही भन्नु यस भन्थे हो त्यही त नि परिस्थिति अनुसार हो क्या खुसी नै खुसी छ हाँस्नु तर कहिले त्यो ओठलाई बन्द गर्नु होइन मेरो छोरी हो नि त मैले अरू के भन्नु नि छोरी बा अहिले सबैले तपाईँलाई फेरि अन्त मेरो छोरी हाँस्यो कि न अहिलेसम्म हाँसेको थिएन वान पिस स्मोकिङ अझै कहाँ छ छोरी मेरो कसले ल्याइदिएको अलिअलि चढाएर उता हामीले किन चढाउनु पर्छ जोसुकै भयो नि एउटा यो अजिङ्गर हो कुकुरको जिउमा किन किरा टाँसिन्छ भनेको मैले किन टाँसिन्छ त किर्न हामीलाई त माया हो कि अजिङ्गर हो त मलाई थाहा भएन किन भन्नु नि त एन्सर भन्नु पर्यो नि त एन्सर भन्नु नि त माया भनेको एउटा किर्ना पनि आफूलाई साथमा राख्नु पर्छ भने अजिङ्गर भनेको उसलाई पनि आफ्नो शरीर खान दिनुपर्छ पैसा न यस्तो मान्छे यस्तो हुन्छ क्या अहिले मलाई ढोकिया भन्नु पर्दैन ढोक्ने मेरो सासू ससुरा ढोकिसक्यो उसले जमाना ए दाइ चिया चिया खाँदैन ए हामी त एक गिलास खाने अझै लारे 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 झन्ने फुटो तिनको को हौ सट्टा फालिदिएर पिस्तोल किनेको तिमीको हौ
सट्टा फालिदिएर खै गानै बजेर त्यही त टिभीले बोकेर ल्याउनु चाहिँ भित्र अहिले भित्रले फोहोर हुन्छ कि मादल बजाउनु तपाईँहरूको पुरानो पुरानो गाना गाउनु न पहिला पहिलाको गानाहरू मादल बजाउनु बबी आन्टी ए हो ए बढी त भाइ औटीको त मम्मीसँग बसेर अनि तपाईँहरूको गाना गाउनु त यता फर्केर अयो घाम बिहानीको घाम कता हिँडेको बिजुली बालेर हट भएर हामी हेरेको हेरे 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 हामी हेरेको ल आन्टी गाउनु पुनम आन्टी बबी आन्टी गाउनु भाइले बसेर पाँच मलाई उयो बस्छ भाइ हाम्रो भिडियो भाइ उयो बस्छ ल ल ल ल दिनु बबी आन्टी ल ल तीनजना दिदी बहिनी ल मलाई त आउँदैन तर मादल बजाउनु ब्यात ब्यात खाने बेलामा खाने बेलामा एक दुई तीन
बहिनी साइली बहन ये काइले बहन ये छिमेकी बहन जो कि सारा पुरा होली लागेको छ हाँसरे होस् बस्नु बस्नु आन्टी कसले बजायो फेरि होइन अर्कैतिर बजो त्यही त भनेको त बम्बई आए मेरा दोस्त दोस्त को सालन खायो जगी सारा कसकोमा आउँदैछ हौ फोन केही हुँदैन भएन कुन गाना थियो एक बहिनी इटारी के है इटारी का है महिंद्रा चौका है मैं सासाती टोल का है ये टांकी का है जोगी मैले बोलेको कुरा तिमीले जहिले पनि स्मार्ट ल बुढाबुढी ल छिटो त्यसले गल्ती
बजाउनु बजाउनु यहाँ भिडियो हुँदैछ जोइ भाइ यहाँ के छ त घर त्यो तिम्रो घर मेरो घर गाउँ घरको माया नलाग्ने भयो लैजाउँ हिँड सधैँमा ए मादलले भन्दैन कहाँ चाहिँ बोक्रा सहितको किरा खानु मातेपछि के गर्नु है बुवा नाच्नु न बुवा नाच्नु न नाच्नु न हौ बुवा छ्या अझ त नाच्नु नै हुन हौ बुवा ल म गएर आउँछु ल ल ल ल ल बाई म गएर आउँछु ल ल माछा साछा खाने नि जाने होइन नि म आइहाल्छु सबैतिर मन बुझाउनु परेन सबैतिर पुगेर आइहाल्छु ल